चामलको पिठो। अब त्यसमा अलिकति मैदा चाहिँ यो चामलको पिठो अनुसार हाल्नुपर्छ, किनकि हाम्रो चामलको पिठो अलि खस्रो भएको कारणले मैले मैदा अलि बढी मिसाएँ। अब यसमा पानी मजाले घोल्ने। यसको ब्याटर एकदम सफ्ट अनि दयालु हुनुपर्छ। ब्याटर चाहिँ यतिको हुनुपर्छ, न धेरै पातलो न धेरै बाक्लो। यतिको भएपछि राम्रोसँग निस्किन्छ। अब तपाईहरुलाई हैन कलर एड गर्न मन लाग्यो भने कलर एड गर्दा हुन्छ, नत्र मैले चाहिँ व्हाइट वाला चाहिँ बनाइसके, त्यही भएर व्हाइट बनाएन। अब चाहिँ म कलर एड गर्ने यसमा। धेरै कलर एड गर्नु अब आफ्नो इच्छा हो। मलाई चाहिँ हल्का कलर बनाउन मन लाग्यो अहिले। म चाहिँ अब ओरेन्ज कलर बनाउने। ओरेन्ज बनाइसकेपछि हल्का येलो बनाउनु पर्ला। ल ब्याटर इज रेडी नाउ। ब्याटर चाहिँ अब तयार भइसकेको छ। अब चाहिँ यो ब्याटरलाई केराको पातमा राखेर मजाले घुमाउने। गोलो सेप कस्तो सेप बनाउन मन लाग्छ त्यसरी नै घुमाउने। अनि यो पुरै ब्याटर चाहिँ त्यसमा जाँदैन, त्यही भएर यसलाई तार्नु पर्छ। यसरी निकालेर यसरी तार्दिने। अलिकति पातलो लेयर बस्छ, त्यो लेयर नै हाम्रो लागि काफी हुन्छ। यो यसरी लेयर बसेको छ, यसलाई चाहिँ आफ्नो सेप दिने र सेप दिइसकेपछि तावामा राखिदिने। आगो चाहिँ अलि बढी नै हुनुपर्छ, नत्र राम्रोसँग बन्दैन। अब सबैतिरबाट सेक्ने राम्रोसँग। अनि यो राम्रोसँग सेक्यो भने चाहिँ आफै छुट्न थाल्छ। जो ठाउँमा उठेको छ त्यो ठाउँमा चाहिँ आफूले दबाइदिने अलिअलि गरेर। ओ नो, हातमै चिप्क्यो त कुनै होबाकै रहन्छ। चाहिँ यसरी निकाल्ने अनि यसरी राख्ने। यो चाहिँ फुट्यो हल्का। ल भयो 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 भयो।